यदि यो समाचार तपाईहरूको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरूलाई भन्न चाहन्छु, यदि साँच्चै नै तपाईँ नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साँच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलोचोटि एसटिभीका दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। आज कुनै टिआरपीको लागि होइन, भ्युवर्सको लागि होइन, एट्र्याक्सन पाउनलाई होइन, यथार्थ केही कुराहरू भन्नै पर्ने लाग्यो। यो देशको नुन खाएपछि मलाई लाग्यो यो देश मेरो आमा हो भने मलाई लाग्यो कि यो देशको म सन्तान हो भने यी कुराहरू नेपालीहरूको अगाडि राख्नै पर्दछ र त्यही राख्न आएको छु। आज देश सङ्कटमा छ। जति सामान्य सबै कुरा देखिरहेको छ त्यो सामान्य पक्कै पनि होइन। 23 गते जेन्जी पुस्ताद्वारा जुन प्रदर्शन गरिएको थियो त्यो प्रदर्शनको साक्षी म पनि एकजना हो र त्यो दिनदेखि आजसम्म म काठमाडौँमै छु र म तपाईहरुलाई जानकारी गराउँ, बडो नजिकबाट हरेक कुरा निहालेको छु, हरेक कुरा देखेको छु र त्यो देखेर पनि कतिपय कुराहरू सुरक्षाको कारणले तपाईहरुको अगाडि भन्न सकिन। आज पनि असुरक्षित छु र आज म तपाईहरुको अगाडि यस्तो लाग्यो कि यो देशै रहेन भने म आफ्नो सुरक्षा गरेर के गर्ने, बरु यो देशको लागि पत्रकारिताको माध्यमबाट कमसे कम यति आनन्दित हुन्छु म कि देश सङ्कटमा थियो, देश जति बेला कब्जामा थियो त्यति बेला म एकजनाले केही कुराहरू नडराइकन भने आज म त्यही कुराहरू गर्न गइरहेको छु। आज यो विषयलाई म तपाईहरुलाई विनम्र अनुरोध गर्छु, गम्भीरतापूर्वक सुन्नु होला। यति राति यो भिडियो बनाइरहेको छु, यसको ठुलै कारण होला। गम्भीर विषयहरू छन् कि यो देशमा सरकार छ। यदि तपाईँ हो भन्दै हुनुहुन्छ भने तपाईको भ्रम आज चिर्न आएको छु। आज म तपाईहरुको केही भ्रमहरू तोड्दैछु। यो देशमा अहिले सरकार छ, सरकारको अनुभूति गर्नुभएको छ भने भ्रममा नबस्नु होला। स्टन्टले कहिले पनि कदापि देश चल्दैन।